जय मसीह सम्पूर्ण प्रभुमा अति नै प्रियजनहरूमा हाम्रो जीवित परमेश्वरलाई महिमा भएको होस्, जसले हामी बरालिएकाहरूलाई बोलाउनु भयो, हामी टाढेकाहरूलाई नजिक गराउनु भयो। हामी अनन्तको विनाशमा गएका थियौँ, तर उहाँले हामीलाई फर्काउनु भएको छ। उहाँले हामीलाई बनाउनु मात्रै भएन, हामी बनाइसकेपछि हामी मानिस जाति बरालियौँ उहाँबाट, तर उहाँले हामीलाई बोलाउनु भएको छ, उहाँले हामीलाई खिच्नु भएको छ, उहाँले हामीलाई रोज्नु भएको छ। उहाँले तपाईँ र मलाई नाउँ काटेरै बोलाउनु भएको छ, अनि हामी उहाँका भएका छौँ, अनि उहाँ हाम्रो परमेश्वर हुनुभएको छ। अनि उहाँ र हाम्रो सम्बन्ध बरालेकाहरूलाई जसै उहाँले बोलाउनु भयो, अब बोलाइएकाहरूको सम्बन्ध, उहाँसँगको सम्बन्ध अनन्तसम्मको लागि तय गरिएको छ। जीवित परमेश्वरलाई महिमा भएको छ। अनि उहाँले तपाईँ र मलाई बोलाउनु भयो, तपाईँ र मलाई रोज्नु भयो, तपाईँलाई मलाई चुन्नु भयो, उहाँसँगको अनन्तको सम्बन्धमा बाँध्नु भयो, बसाउनु भयो, स्थापित गर्नुभयो भन्ने कुराको चिन्ह परमप्रभु परमेश्वरले हामीलाई दिनुभएको छ। उहाँले हामीलाई दिनुभएको छ। त्यो चाहिँ प्रशस्तताको जीवन हो, अनन्तताको जीवन हो, अनि परमप्रभुमा आनन्दको जीवन हो। हालेलुया, हालेलुया। आउनुहोस् परमेश्वरको जीवित वचनबाट आज पनि हामी केही कुरा हेर्नेछौँ। यशायाको पुस्तक 45 अध्यायको 3 पदबाट म यहाँ पाठ गर्न गइरहेको छु। परमेश्वरको जीवित वचन यशायाको पुस्तक 45 अध्यायको 3 पदले यसरी बताउँदछ, म परमप्रभु हुँ, म नै इस्राएलका परमेश्वर हुँ, मैले नै तँलाई तेरो नाउँ काटेर बोलाएको छु भनेर तैँले थाहा पाउनलाई म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु। आमेन, आमेन। प्रार्थना गरिकन हामी वचनमा अघि बढ्नेछौँ। जीवितहरूका परमेश्वर, प्रशस्तताका परमेश्वर, सम्पन्नताका परमेश्वर, स्वर्गलाई सिंहासन बनाइकन पृथ्वीलाई पाहुदान बनाउनु हुने परमेश्वर, सबै कुरामाथि अधिकार गर्नुहुने र सब थोकका मालिक, हामी तपाईँलाई आदर गर्दछौँ, हामी तपाईँलाई धन्यवाद भन्दछौँ। अब यो वचन बोल्नलाई अनि सुन्नलाई तपाईँको जीवित कृपा हामीमाथि राखिदिनुहोस्। पवित्र आत्मा तपाईँको नियन्त्रण, तपाईँको अभिषेकले हामीलाई ढाक्नुहोस् भनिकन सबै बिन्ती प्रार्थना चढाउँछौँ र आशिष माग्छौँ एकमात्र जिउँदो येशू प्रभुको नाउँमा। आमेन, आमेन अनि आमेन। हालेलुया, हालेलुया। प्रियहरू, यहाँनिर प्रभुले एउटा कुरा भन्दै हुनुहुन्छ वचनमा। परमप्रभु परमेश्वरले यहाँ भन्दै हुनुहुन्छ, कोरेसलाई भन्दै हुनुहुन्छ, मैले तँलाई बोलाएको छु है। प्रभुले भन्नुहुन्छ, मैले तँलाई बोलाएको छु, नाउँ काटेर मैले तँलाई बोलाएको छु। म नै परमप्रभु हुँ, म नै इस्राएलका परमेश्वर हुँ, मैले नै तँलाई तेरो नाउँ काटेर बोलाएको छु है। अनि यसको चिन्ह चाहिँ के हुन्छ भन्दा, मैले तँलाई बोलाएको भनेको तैँले थाहा पाउनलाई मैले के गर्छु भन्दाखेरि तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु भनिकन परमेश्वरले भन्नुहुन्छ। म इस्राएलको परमेश्वर हुँ, म नै इस्राएलको परमेश्वर हुँ, अनि मैले तँलाई चाहिँ नाउँ काटेर बोलाएको छु। कोरेसलाई भन्दै हुनुहुन्छ, मैले तँलाई बोलाएको छु, मैले नै तँलाई नाउँ काटेर बोलाएको छु भनिकन थाहा पाउनलाई, तैँले त्यो कुरा थाहा गर्नलाई मैले तँलाई एउटा चिन्ह दिँदैछु। त्यो चाहिँ चिन्ह चाहिँ के हो भन्दाखेरि प्रभुले भन्नुभएको कुरा, म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु। अँध्यारो ठाउँमा भएको भण्डार र गुप्त स्थानमा जम्मा गरेको धन म तँलाई दिनेछु। र यो कुरा तैँले थाहा पाउँदै गर्दा, त्यो तैँले उपभोग गर्दै गर्दाखेरि, जब तैँले अँध्यारो ठाउँमा भएको भण्डार चाहिँ तैँले त्यो पाउनेछस्, अनि गुप्त स्थानमा भएको धन चाहिँ तैँले उपभोग गर्नेछस्, तब तैँले थाहा पाउनेछस् कि मलाई चाहिँ परमप्रभुले नै बोलाउनु भएको रहेछ, उहाँले नै मलाई नाउँ काटेर बोलाउनु भएको रहेछ भन्ने कुराको थाहा गर्नेछस् भनिकन परमेश्वरले यहाँ भन्नुहुन्छ। फेरि जब परमेश्वरले तपाईँ र मलाई बोलाउनु भयो नि, तपाईँ र मेरो नाउँ काटेर उहाँले बोलाउनु भयो नि, अनन्तको मृत्युबाट उहाँले निकाल्नु भयो नि, उहाँ नै परमेश्वर हुनुहुन्छ, उहाँ नै जीवित परमेश्वर हुनुहुन्छ। मलाई नाउँ काटेर उहाँले बोलाउनु भएको हो, उहाँले मलाई हत्केलामा खोप्नु भएको हो भनिकन थाहा गर्नको लागि तपाईँ र मेरो लागि पनि परमप्रभु परमेश्वरले अँध्यारो ठाउँमा भएको भण्डार तयार गर्नुभएको छ र गुप्त स्थानमा जम्मा गरेको धन उहाँले हामीलाई दिनुभएको छ। अँध्यारो स्थानमा भएको, अँध्यारो ठाउँमा भएको भण्डार, त्यो अँध्यारो ठाउँमा अरूले देख्दैन,
तर जसलाई चाहिँ त्यो कुरा थाहा छ त्यसले चाहिँ देख्छ अँध्यारो ठाउँमा गोप्य त्यो लुकाएर राखेको, ढाकेर राखेको। अनि यहाँनिर गुप्त स्थानमा भएको धन जहाँ कसैले देख्दैन, गुप्त स्थानमा भएको कुरा सबैले देख्न सक्दैन। अँध्यारोमा राखिएको धन भण्डार पनि कसैले देख्न सक्दैन। प्रेरो भण्डारमा धेरै कुरा, त्यो भण्डारबाट प्रशस्त हुन्छ। योसेफले जब उनले 7 वर्षको सहकालमा भण्डार बनाउँदै थिए, यति धेरै भण्डार बनाए अनि त्यहाँबाट भण्डारमा जम्मा भएको कुरा खाँदा बेच्दा पनि 7 वर्षसम्म पुग्यो। 7 वर्षको अनिकाललाई धान्यो। त्यो भण्डार स्टोरेज भण्डार त्यो पनि कहाँ छ? अँध्यारोमा छ। अरू कसैले देख्दैन। जसको लागि त्यो भण्डार गरेको छ, जसलाई त्यो भण्डार छुट्याएको छ, त्यसले मात्रै जान्छ निकाल्छ, त्यहाँ पुग्छ निकाल्छ। कहाँ छ? अँध्यारोमा छ। मानिसले देखेकै छैन। अहिले यसले कहाँबाट निकाल्छ? अरे कताबाट निकाल्दैछ? भण्डारबाट निकाल्दैछ। भण्डार कहाँ छ? अँध्यारोमा छ। त्यो देखिँदैन। अँध्यारोमा भएको कुरा देखिँदैन। तर त्यो निश्चित व्यक्तिले देख्छ जसको लागि त्यो भण्डार बनाइएको छ। अनि त्यो भण्डारबाट हामी जति निकाल्दै गर्दा पनि सकिँदैन। त्यो सकिँदैन। त्यो भण्डार परमप्रभु परमेश्वरले उहाँले नाउ काटेर बोलाएकाहरूको लागि तयार गर्नुभएको छ। अँध्यारोमा भएको भण्डार तयार गर्नुभएको छ। अनि गुप्त स्थानमा भएको धन गाढ धन परमप्रभुले आफ्नो जातिको लागि तय गर्नुभएको छ। यो चाहिँ सम्पन्नताको कुरा हो प्रियहरू। विश्वासीहरूलाई परमेश्वरले सम्पन्न बनाउन चाहनुहुन्छ। भौतिक रूपमा सम्पन्न बनाउन चाहनुहुन्छ। गरिबी, दरिद्रता, अभाव, कमी, घट्टीबाट माथि उठाउने भण्डार परमेश्वरसँग छ। तपाईँ र मेरो लागि जोहरू चाहिँ उहाँबाट नाउँ काटेर बोलाइएका छौँ। हामी उहाँबाट नाउँ काटेर बोलाएका हौँ। इस्राएलका परमेश्वर, तपाईँ र मेरो परमेश्वरले तपाईँ र मलाई नाउँ काटेर बोलाउँदै गर्दाखेरि मैले तँलाई नाउँ काटेर बोलाएको छु है भन्ने कुराको थाहा चाहिँ तैँले यो कुरामा निश्चयता तब गर्नेछस् जब तैँले अँध्यारोमा भएको भण्डारबाट खानेछस् अनि गुप्तमा राखेको धन तैँले चलाउनेछस् अनि तैँले थाहा गर्नेछस् मैले तँलाई बोलाएको छु नाउँ काटेर। हालेलुया। अनि आज तपाईँ र मैले चलाएको खोइ त्यो अँध्यारोमा भएको भण्डारबाट निकालेको खोइ यदि तपाईँ र मैले त्यो भण्डारबाट निकाल्थ्यौँ भने हामीलाई साँझ बिहानको छाक टार्नु पनि किन गाह्रो? गुप्तमा भएको धनको मालिक तपाईँ र म हो भने, गुप्तमा भएको धन हामीले चलाउन पाउने हो भने, परमप्रभु तपाईँ परमेश्वर तपाईँ र मलाई त्यो कुरा तय गरिदिनु भएको छ भने तपाईँ र मलाई जहिले किन अभाव र घटी मण्डलीमा आइकन 5 रुपियाँको भेटी राख्दै गर्दाखेरि किन च्यातेको कागजको टुक्रा राख्नुपर्ने? हामीलाई भेटी राख्न पनि किन गाह्रो हुनुपर्ने? परमेश्वरले त भन्नुहुन्छ गुप्तमा भएको धन तेरो लागि छ अनि अँध्यारोमा राखेको भण्डारबाट तैँले उघाउन पाउँछस्, तैँले चलाउन पाउँछस्। अनि त्यो चाहिँ मैले तँलाई बोलाएको हो भन्ने कुराको चिन्ह प्रमाण हो। त्यो चिन्ह र प्रमाण हो भनिकन परमेश्वरले भन्नुहुन्छ। थाहा छ मण्डली किन गरिबीमा? किन भन्दा परमेश्वरले भन्ने भएको कुरालाई हामीले बुझेका छैनौँ नि। यो अँध्यारोमा भएको भण्डारबाट हामी झिक्न सकेका छैनौँ नि। अनि त्यसपछि गुप्तमा भएको त्यो धनलाई हामीले चलाउन पाएका छैनौँ, चलाउन जानेका छैनौँ नि त। छन त छ नि, अँध्यारोमा भण्डार छ, गुप्तमा तपाईँ र मेरो लागि धन छ। त्यो चाहिँ रहस्यको कुरा हो। यो रहस्य, यो प्रकाश तपाईँ र मैले नबुझेको कारणले गर्दाखेरि आज हामी अभावमा, घटीमा, कमीमा, दरिद्रतामा, खाँचोमा जिरहेका छौँ। अनि हामी भन्छौँ चाहे खाँचो परोस्, चाहे प्रशस्तै होस् भन्छौँ। प्रशस्त त भएकै हुँदैन, खाँचो मात्रै हुन्छ। खाँचो होस्,
खाँचो मात्रै भइरहेको छ र भन्छ ठिक छ परमेश्वर तपाईँको इच्छा हो, तपाईँको योजना हो, तपाईँले मलाई खाँचोमै रहनको लागि तपाईँले बनाउनु भएको, मेरो बगाल नबढोस् भनिकन तपाईँले मलाई बोलाउनु भएको, तपाईँमा तपाईँमा आउनुभन्दा अगाडि तपाईँले मलाई बोलाउनुभन्दा अगाडि त मेरो बगाल थियो कि, तर जब तपाईँले मलाई बोलाउनु भयो सबै बगाल चाहिँ सबै कुरा घट्दै गयो, अनि त्यो चाहिँ तपाईँको इच्छा हो, तपाईँको बोलाउट हो भनिकन हामी भन्छौँ। म एकदमै सम्पन्न थिएँ, तपाईँमा आइसकेपछि म विपन्न भएँ, परमेश्वर तपाईँले बोलाएको चिन्ह चाहिँ यो विपन्न हो भन्छौँ हामीले। तर परमप्रभु परमेश्वरले यहाँ के भन्नुहुन्छ, मैले तँलाई नाउँ काटेर बोलाएको छु, यसको प्रमाण, यसको चिन्ह चाहिँ यो हो कि तेरो लागि मैले अँध्यारोमा भण्डार गरेको छु, जो चाहिँ सबैले देख्न सक्दैनन्, त्यो अँध्यारोमा भएको भण्डारबाट तैँले चलाउनेछस्, अनि गुप्तमा तेरो लागि धन जम्मा गरेको छु, त्यसलाई तैँले उपभोग गर्नेछस्। अनि आज मण्डलीले पनि त्यो अँध्यारोमा भएको भण्डारबाट चलाउन जानेको छैन, देख्दैन, अनि त्यो प्रकाशमा पुग्दैन, अनि छ नि त भण्डार त छ नि कहाँ, ऊपर अँध्यारोमा गप्य ठाउँमा सिक्रेटमा राखिएको छ, त्यो चाहिँ परमेश्वरको जीवित वचनको प्रकाश हो प्रियहरू। जीवित वचनको प्रकाशमा जब हामी खडा हुन्छौँ, हामी त्यो भण्डारबाट निकालेको अँध्यारोमा भएको भण्डारबाट हामी खुसुक्क जान्छौँ, निकाल्छौँ, चोरेको होइन है त्यो, फेरि त्यो चाहिँ परमेश्वरले तपाईँ र मेरो लागि दिनुभएको कुराहरू। मान्छेहरू छक्कै पर्छ, अरे कहाँबाट आउँछ यसलाई, यो कहाँबाट आउँछ, अनि त उनीहरूले भन्छ डलर खान्छ यसले, यसले चाहिँ भ्रष्टाचार गर्छ भन्छ। वास्तवमा भ्रष्टाचार गरेन, मेरो अब्बा पिताले, तपाईँ र मेरो अब्बा पिताले जम्मा गरिदिनु भएको, त्यो राखिदिनु भएको, छुट्याइदिनु भएको अँध्यारोमा भएको भण्डारबाट मैले निकालेको। फेरि यसको मतलब तपाईँ र मैले यो कुरा भन्न खोजेको होइन, तपाईँले भ्रष्टाचार गरेर त्यसलाई चाहिँ यसरी जोड्नुहोस् भनेको होइन। परमेश्वरको अचम्मको आशिष के, परमेश्वरले यति आशिष गर्नुहुन्छ, अचम्मको आशिष उहाँले हामीलाई गर्नुहुन्छ। अनि कहाँबाट आउँछ, मानिसहरू छक्कै पर्छ, तर तपाईँ र मलाई थाहा हुन्छ परमेश्वरबाट आउँदैछ, परमप्रभुबाट आउँदैछ, किनकि उहाँले तपाईँ र मेरो लागि बनाउनु भएको, राख्नुभएको, तय गर्नुभएको त्यो अँध्यारोमा, त्यो गोप्यमा भएको भण्डारबाट हामी निकाल्दैछौँ। महामारी भएर जाँदैछ, हामीलाई प्रशस्तै हुन्छ, विभिन्न किसिमको डरलाग्दो कुराबाट जाँदै गर्दा हामीलाई प्रशस्तै हुन्छ। किन भन्दा त्यो भण्डारबाट हामी चलाउँदैछौँ नि त। परमेश्वरले भन्नुहुन्छ त्यो भण्डार तिम्रो लागि छ, त्यो गुप्तमा भएको धन तिम्रो लागि छ, तर तपाईँ र मैले आज नजानेको कारणले गर्दा भण्डारमा प्रशस्तै छ, तर हामी यहाँनिर एकदमै कतिपटक भिख माग्ने अवस्थामा छ। गुप्तको धन त त्यहाँ छँदैछ नि, तर हामी चाहिँ पुरै नाङ्गो भएर हिँडिरहेका छौँ। अनि हामी भन्छौँ यही हो परमेश्वरको इच्छा, होइन प्रियहरू। प्रभु येशूले नि यशायाको पुस्तक 54:17 प्रभुले भन्नुभयो, मैले तँलाई बोलाएकै हो, मैले तँलाई चिनेकै हो, मैले तँलाई किनेकै हो, अनि तेरो विरुद्धमा बनाएको जुनसुकै हतियारले पनि तँलाई जित्न सक्ने छैन, र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैँले नै दोषी ठहराउनेछस्। यो चाहिँ परमप्रभुका दासहरूको पैतृक सम्पत्तिको हक हो, र मबाट तिनीहरूको दोष रहितको प्रमाण यही हो। शत्रुको हात हतियार, तपाईँ र मेरो विरुद्धमा बनेका हात हतियारहरू सफल नहुनु र शत्रुले हामीलाई दोष्याउनको लागि बनाएका कुराले उल्टै त्यसलाई हामीले दोष्याउनु, यो चाहिँ परमेश्वरको सन्तान, परमेश्वरका जातिहरूको पैतृक सम्पत्तिको हक हो भनिकन वचनले भन्छ। र त्यति मात्रै होइन, हामीलाई चाहिँ परमेश्वरले क्षमा गर्नुभयो, हामीलाई चाहिँ परमेश्वरले आफ्नो बनाउनु भयो, हामीलाई परमेश्वरले रोज्नुभयो भन्ने कुराको प्रमाण हो, चिन्ह हो भनिकन परमेश्वरले भन्नुहुन्छ। हामीलाई परमेश्वरले क्षमा दिनुभएको छ भन्ने कुराको चिन्ह चाहिँ के हो भन्दाखेरि, शत्रुको कुनै पनि हात हतियार हाम्रो विरुद्धमा बनेको छ भने त्यो सफल हुन सक्दैन। जुन कुराले हामीलाई दोष्याउन खोजेको हुन्छ त्यो कुराले हामी उल्टै त्यसलाई दोष्याउँछौँ। हो, यो कुरा हुन्छ हाम्रो जीवनमा। शत्रुको कुनै पनि योजना हाम्रो विरुद्धमा सफल हुन सक्दैन। यो चाहिँ परमेश्वरले हामीलाई क्षमा गर्नुभएको प्रमाण हो। र यहाँनिर अब हामीले यहाँ 45को 3 पदमा हेरेको कुरा, परमप्रभुले तपाईँ र मलाई नाउँ काटेर बोलाउनु भएको छ भन्ने कुराको प्रमाण चाहिँ यो हो कि तपाईँ र मैले अँध्यारोमा राखेको त्यो भण्डारबाट चलाउन पाउँछौँ, गुप्तमा राखेको धनलाई हामी खर्चन पाउँछौँ। हो, त्यो चाहिँ फेरि के हो, परमेश्वरले तपाईँ र मलाई नाउँ काटेर बोलाउनु भएको छ कुरा भन्ने कुराको प्रमाण हो। त आज खै तपाईँ र मैले यो चिन्ह अनि यो प्रमाणलाई हामीले दाबी गरेको, चलाएको, उपभोग गरेको भण्डारमा त छ नि प्रियहरू, भण्डारमा त छ नि, भण्डारमा छ।
ब्याङ्कमा तपाईँसँग ब्याङ्कको ब्यालेन्समा थुप्रै कुरा हुनसक्छ, तर त्यो कुरालाई तपाईँले चलाउन जान्नु भएन भने ब्याङ्कमा त छ नि, तर के गर्नु? एकजना बुढी बोजू, उसको छोरा चाहिँ, उहाँको छोरा चाहिँ इन्डियाको के कहाँको आर्मी अरे, अनि त्यसपछि पैसा पठाइदिएको, छोराले पैसा पठाइदिएको, सिरानी मुनि टुपु टुपु राख्नु भएको रहेछ। अनि घरमा भने बिरामी हुँदै गर्दाखेरि औषधि किन्न पनि नसकेर त्यत्तिकै बसिराख्नु भएको रहेछ। अनि औषधि किन्न नगरेको छैन, पैसा छैन, तर पैसा त सिरानी मुनि पो छ। उहाँलाई थाहा नै छैन त्यो चाहिँ पैसा हो भनिकन, त्यसले किनमेल गर्न सकिन्छ भनिकन, त्यसले भोजन किन्न सकिन्छ, त्यसले औषधि पानी गर्न सकिन्छ, दबाई गर्न सकिन्छ, अनि त्यसले लगाउन सकिन्छ, त्यसले धेरै कुरा गर्न सकिन्छ। उहाँलाई थाहा छैन। सिरानी मुनि त छ नि, छोराले पठाइदिएको थुप्रै नोटहरू, पैसाहरू त छ नि। आज इसाई जीवनमा पनि परमेश्वरले यहाँनिर यशया 45:3 भनेको जस्तै अँध्यारोमा त भण्डार छ नि, त्यहाँसम्म पुगेर ल्याउनु पो पर्यो त। भण्डारमा त जति पनि छ भण्डारमा, अनि त्यो चाहिँ ढुसी पर्न लागिसक्यो तपाईँहरू मेरो लागि राखेको भण्डारमा राखेको कुरा, गुप्तमा राखेको धन त्यहाँनिर अब त्यही छ, गुप्तमै छ त्यो भण्डारमा। थाहा छ तपाईँहरूले यो एउटा कुरा, जब भण्डारमा राखिन्छ त्यो भण्डारको राखेको कुरा चलाइएन भने धान तपाईँले वर्षौँसम्म राखेको भण्डारमा राख्नु भयो भने केही वर्ष हुँदै त समय हुँदै जाँदाखेरि त्यहाँ चाहिँ घुन पर्न थाल्छ, त्यो चाहिँ किरा पर्न थाल्छ, त्यहाँनिर सानो सानो त्यो पुतली जस्तो सानो सानो त्यो भुसुना पर्न थाल्छ। अनि आज विश्वासीहरूको लागि परमेश्वरले तय गरिदिनु भएको, छुट्याइदिनु भएको, अलग गरिदिनु भएको धन छ नि, त्यो भण्डारमा त्यहीँनिर त्यहीँ छ। अब बिग्रेला जस्तो भइसक्यो, हामीले सदुपयोग नगरिकन परमप्रभुले भन्नुहुन्छ तिम्रो लागि मैले अँध्यारोमा भण्डार तय गरेको छु है, तिम्रो लागि मैले गुप्तमा धन राखिदिएको छु है, चलाऊ, युज इट, कन्ज्युम इट। हालेलुया। यसलाई चाहिँ प्रयोग गर, सदुपयोग गर। तर प्रियहरू, हामी त्यो कुरासम्म पुगेका छैनौँ। हामी भन्छौँ म त गरिब जीवन जिउनको लागि येशूमा बोलाएँ, येशूले मलाई सबै भएको कुरालाई पनि छोडेर, जस्तो चेलाहरूले सबै कुरा उनीहरूको पेसालाई छोडिकन आए नि, हो त्यसै गर्न सबै मेरो कुरा सबै छोडिकन म आएँ, मलाई चाहिँ बोलाउनु भयो परमेश्वरले केवल हालेलुया भन्नको लागि मात्रै होइन। चेलाहरूलाई परमेश्वरले शक्तिशाली कुरामा लैजाँदै हुनुहुन्थ्यो, परमप्रभुले उद्योगको कुरामा लैजाँदै हुनुहुन्छ। त्यो घिनलाग्दो पुरानो व्यवसाय छोड्दै गर्दाखेरि परमप्रभुले एउटा नयाँ मिसन, नयाँ कुरा चाहिँ दिँदै हुनुहुन्थ्यो। हालेलुया। प्रेर तपाईँ र म नाङ्गिनलाई, भुङ्गिनलाई, तपाईँ र म रित्तिनको लागि, तपाईँ र म दरिद्रतामा जानको लागि, अभावमा घटी कमीमा जानको लागि परमेश्वरले बोलाउनु भएको होइन। परमप्रभुले भन्नुहुन्छ तैँलाई मैले तेरो नाउँ काटेर बोलाएँ, अब तेरो लागि भण्डार तयार छ, गुप्तको धन तयार छ, तैँले त्यो चलाउनु पर्छ। अनि त्यो कुराले परमेश्वरको राज्यमा ठुलो काम गर्नुपर्छ। हालेलुया। अब स्वर्गदूतहरू आइकन शक्तिशाली कुराहरू गर्ने कुरा छैन। अब प्रभु येशू फेरि आफै शरीरमा आइकन त्यो गुप्तमा भएको धनलाई चलाउँदै, अनि त्यहाँ अँध्यारोमा भएको भण्डारबाट चलाउने, अनि हजारौँलाई खुवाउने कुरा छैन। अब यहाँ अब परमप्रभुले तपाईँ र मलाई खटाउनु भएको छ, अनि त्यो धन त्यो अँध्यारोमा भएको भण्डारबाट निकालेको कुरा चाहिँ मल्टिप्लाई हुन्छ, त्यो चाहिँ वृद्धि हुन्छ, त्यो चाहिँ बढ्छ। त्यो 5वटा रोटी र 2वटा माछा बाँड्दै गर्दाखेरि 5000लाई पुगेको जस्तो हुन्छ त्यो अँध्यारोमा भएको भण्डारबाट निकालेको धन। अनि तपाईँहरू मेरो जीवनमा मिराकल हुन्छ, आश्चर्यको कुराहरू हुन्छन्। तपाईँहरू मेरो जीवनमा प्रशस्त भएर प्रशस्त भन्नुपर्छ प्रियहरू। घटीमा भइकन म प्रशस्तैमा छु, प्रशस्तै भएको जस्तो छ, मिल्दैन त्यो कुरा। तपाईँ अभावमा हुनुहुन्छ भने अभावमा छु भन्ने कुरा स्वीकार्नुपर्छ। त्यो त्यतिकै हामीले भइ टोपलेको जस्तो गर्नु हुँदैन। तपाईँ साँच्चै प्रशस्ततामा हुनुहुन्छ भने मात्रै म प्रशस्ततामा छु भन्नुपर्छ। तपाईँ साँच्चै सम्पन्नतामा हुनुहुन्छ भने मात्रै तपाईँले म सम्पन्नतामा छु भन्न मिल्छ। घटी कमीमा भइकन पनि मलाई त यो कमी भएको प्रशस्त जस्तो लाग्छ, होइन, त्यो मिलेन त्यो कुरा। तर साँच्चै प्रशस्ततामा भइकन, सम्पन्नतामा भइकन तपाईँले म सम्पन्नतामा छु, म प्रशस्ततामा छु भन्नुपर्छ। मैले यी सबै कुरा भन्दै गर्दाखेरि फेरि पनि मैले तपाईँहरूलाई भन्न खोजेको कुरा र यहाँनिर मैले बताउन खोजेको कुरा र मैले यहाँनिर बाँड्न खोजेको कुरा यही हो। तपाईँ र मेरो परमेश्वरले अब तपाईँ र मलाई आत्मिक जागृति र भौतिक सम्पन्नताको एराभित्र, त्यो सिजनभित्र, त्यो ऋतुभित्र लैजाँदै हुनुहुन्छ। त्यो ऋतुभित्र परमेश्वरले हामीलाई लाँदै हुनुहुन्छ। यस कारणले गर्दाखेरि अब हाम्रो लागि परमेश्वरले गुप्तका कुराहरू, रहस्यका कुराहरू खोल्दै हुनुहुन्छ।
परमप्रभुले अब त्यो अँध्यारोमा भण्डार गरेको कुराको बारेमा बताउँदै हुनुहुन्छ। गुप्तमा राखिएको धनको कुरा परमेश्वरले गर्दै हुनुहुन्छ। वचनको गहिरो गहिरो प्रकाशबाट अब परमेश्वरले तपाईँ र मलाई सम्पन्नतातर्फको, सिद्धतातर्फको, प्रशस्ततातर्फको भरपुरीमा लाँदै हुनुहुन्छ प्रियहरू। अनि आज हामीले यहाँबाट हेर्दै गर्दाखेरि पनि परमप्रभु परमेश्वरले तपाईँ र मेरो लागि के चाहिँ कुरा राख्नुभएको छ, कस्तो कुरा राख्नुभएको छ भन्ने कुरा थाहा गर्न सकौँ भन्ने कुरा हो। थाहा गर्न सकौँ भन्ने कुरा हो। परमप्रभुले तपाईँ र मलाई बोलाउनु भयो। तपाईँ र मलाई बोलाउनु मात्र भएन, मैले तिमीलाई बोलाएँ है, तिमीलाई मैले विश्वासमा बोलाएँ, तिमीलाई मैले जीवित दागको बोटसँग मैले जोडेँ। अनि यो जोडेको प्रमाण चाहिँ तिमीले अँध्यारोमा भएको भण्डारबाट तिमी चलाउँछौ जब, अनि गुप्तमा भएको धनबाट तिमी खर्चिन्छौ जब, तब तिमीले थाहा गर्नेछौ कि मैले नै तिमीलाई बोलाएको हुँ भनिकन परमप्रभुले भन्नुहुन्छ। अनि यो चाहिँ चिन्ह हो। हालेलुया। आज तपाईँ हामीले चलाउँदैछौँ के? आज हामीले त्यो अँध्यारोमा राखिएको भण्डारबाट चलाउँदैछौँ के? त्यो गुप्तमा राखेको धन जो चाहिँ कसैले थाहा गर्दैन, तर तपाईँ र मैले थाहा गर्छौँ, अनि त्यो कुराबाट हामीले उपभोग गर्दैछौँ के? परमेश्वर चाहनुहुन्छ तपाईँ र मैले त्यो कुरालाई चलाएको, उपभोग गरेको। परमप्रभु चाहनुहुन्छ तपाईँ र म शिर भएको पुच्छर होइन। परमप्रभु चाहनुहुन्छ तपाईँ र मैले ऋण लिएको होइन। परमप्रभु चाहनुहुन्छ राष्ट्रले पनि तपाईँ र मसँगबाट सापट्टि लैजाओस्। परमप्रभुले त्यो ठाउँमा तपाईँ र मलाई लानको लागि बोलाउनु भएको हो। पहिल्यैदेखि नै परमेश्वरले त्यो कुरा छुट्याइदिनु भएछ तपाईँ र मेरो लागि। तर हामीले त्यो चलाउन नजानेको मात्र। पवित्र आत्माले तपाईँ र मलाई यस्तो खालको प्रकाश दिनुभएको होस् ताकि हामी त्यो अँध्यारोमा भएको भण्डारबाट हामी चलाउन सकौँ, गुप्तमा भएको त्यो धनलाई हामी सदुपयोग गर्न सकौँ। हालेलुया। परमप्रभुले तपाईँको लागि अँध्यारोमा भण्डार तयार गर्नुभएको छ। परमप्रभुले तपाईँको लागि गुप्तमा धन छुटाउनु भएको छ। अनि त उहाँले भन्नुहुन्छ यही कुरा तैँले उपभोग गर्दै गर्दाखेरि तैँले थाहा पाउनेछस् कि म परमप्रभु परमेश्वर तेरो परमेश्वर हुँ र मैले तँलाई नाउँ काटेर बोलाएको छु। हालेलुया, हालेलुया, हालेलुया। तपाईँ र म प्रशस्ततामा रहनको लागि, परमप्रभुको त्यो भण्डारबाट, परमप्रभुको त्यो धनबाट चलाउनको लागि परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको छ, बोलाउनु भएको छ। हालेलुया, हालेलुया। इन्जोय गरौँ हामी त्यो कुरामा, प्रभुमा, त्यो कुरामा हामी आनन्द मनाउँ। त्यो कुरा उपभोग गर्दै, त्यो कुरा चलाउँदै, सदुपयोग गर्दै परमप्रभुले तपाईँ अनि मेरो लागि त्यो कुरा छुट्याउनु भएको छ। परमेश्वरले यहाँ सबैजनालाई प्रशस्तै गरिकन त्यो भण्डारबाट चलाउनलाई, त्यो गुप्तको धनबाट चलाउनको लागि कृपा गर्नुभएको छ। त्यो कृपा, त्यो प्रकाश तपाईँ र मलाई मिलोस्। आउनुहोस् हामी प्रार्थना गरिकन वचनलाई यहीँ शेष गर्नेछौँ। जिउँदो अनि महान परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँले हामीलाई बोलाउनु भएको छ। त्यो बोलाउनु भएको प्रमाण र चिन्ह यही हो कि हाम्रो लागि अँध्यारोमा एउटा भण्डार तयार छ, गुप्तमा धन अलग्याइएको छ। त्योबाट हामी प्रशस्तै गरिकन चलाउन सकौँ। प्रभु सहायता गर्नुहोस्। बिन्ती प्रार्थना चढाउँछौँ येशू प्रभुको नाउँमा। आमेन, आमेन, आमेन। परमेश्वरले तपाईँ र मलाई बोलाउनु भएको चिन्ह चाहिँ एउटा यो पनि हो, तपाईँ र मेरो जीवनको सम्पन्नता। परमेश्वरले तपाईँ र मलाई सम्पन्नतामा जिउनको लागि कृपा गर्नुभएको छ र त्यो सम्पन्नताले समर्पणताको साथमा उहाँको गवाई साक्षी हामी हरेक ठाउँ जहाँ छौँ त्यो ठाउँबाट हामी